आज हामीसँग शिक्षक सेवा आयोगले लिने अध्यापन अनुमति पत्रको निमावि प्राविको सिलेबस अनुसार शिक्षाको परिचय भन्ने पाठको चाहिँ हामीसँग बहुवैकल्पिक प्रश्नहरू रहेको छ। र प्रश्न नम्बर 1 मा हेरौँ, शिक्षाको अवधारणा तलको मध्ये कुन वाक्यसँग सम्बन्धित छ भनेको छ। हामी यसको अप्सन हेर्छौँ, शिक्षाको अर्थसँग, शिक्षाको परिभाषासँग, शिक्षाको प्रकारसँग, शिक्षाप्रतिको चिन्तन र दृष्टिकोणसँग भनेको छ। यसको राइट एन्सर पनि रहेको छ शिक्षाप्रतिको चिन्तन र दृष्टिकोणसँग। र प्रश्न नम्बर 2 मा हेरौँ, शिक्षा एकमुखी प्रक्रिया हो भन्ने मान्यता तलको मध्ये कुन वादसँग सम्बन्धित छ भनेको छ। हामी यसको अप्सन हेरौँ, आदर्शवाद, प्रकृतिवाद, प्रयोजनवाद र उत्तर आधुनिकतावाद भनेको छ। यसको राइट एन्सर रहेको छ आदर्शवाद। र प्रश्न नम्बर 3 मा हेरौँ, जोन ई एडम्सका अनुसार चाहिँ शिक्षा त्रिमुखी प्रक्रिया अन्तर्गत नपर्ने तत्त्व चाहिँ तलको मध्ये कुन हो भनेको छ। हामी यहाँ हेर्छौँ अप्सनमा प्रकृति, समाज, शिक्षक र नैतिकता भनेको छ। त्रिमुखी प्रक्रियामा नपर्ने भनेको चाहिँ शिक्षक हुन्छ, किनभने प्रकृति, समाज र नैतिकता पर्छ। र प्रश्न नम्बर 4 मा हेरौँ, शिक्षा द्विमुखी प्रक्रिया हो भन्ने विद्वान तलका मध्ये को हुन् भनेको छ। हामी यसको अप्सन हेर्छौँ, जोन डिबे, जोन एडम्स, जोन ई एडम्सन र फोबेल भनेको छ। यसको राइट एन्सर रहेको छ जोन एडम्स। र प्रश्न नम्बर 5 मा हेरौँ, जनताले राजी खुसीसँग दिएको चन्दा लिन हुन्छ यो भनाइ कसको हो भनेको छ। हामी यसको अप्सन हेर्छौँ, जुद्ध शमशेर, देव शमशेर, वीर शमशेर र जङ्गबहादुर भनेको छ। यसको राइट एन्सर रहेको छ जुद्ध शमशेर। र प्रश्न नम्बर 6 मा हेरौँ, संस्कृत मृत भाषा भइसकेको छ भन्ने राणा प्रधानमन्त्री को हुन् भनेको छ। हामी यसको अप्सन हेर्छौँ, पद्म शमशेर, वीर शमशेर, जङ्गबहादुर र देव शमशेर भनेको छ। यसको राइट एन्सर रहेको छ पद्म शमशेर। र प्रश्न नम्बर 7 मा हेरौँ, नेपालमा विश्वविद्यालय खोल्ने हाम्रो लक्ष्य हो भनेर कसले भनेका थिए भनेको छ। हामी यसको अप्सन हेर्छौँ, मोहन शमशेर, देव शमशेर, वीर शमशेर, पद्म शमशेर। यसको राइट एन्सर रहेको छ मोहन शमशेर। र प्रश्न नम्बर 8 मा हेरौँ, गोरखापत्रको प्रकाशन कहिलेबाट सुरु भयो भनेको छ। हामी यसको अप्सन हेर्छौँ, विक्रम सम्वत 1958 वैशाख 24, विक्रम सम्वत 1957 वैशाख 24 हो र विक्रम सम्वत 1959 वैशाख 25 र विक्रम सम्वत 1960 वैशाख 24 भनेको छ। यसको राइट एन्सर रहेको छ विक्रम सम्वत 1958 वैशाख 24। र प्रश्न नम्बर 9 मा हेरौँ, नेपालमा खुल्ला विश्वविद्यालयले कहिलेबाट शैक्षिक कार्यक्रमको शुभारम्भ गर्यो भनेको छ। हामी यसको अप्सन हेर्छौँ, विक्रम सम्वत 2075 असारमा, विक्रम सम्वत 2075 वैशाखमा, विक्रम सम्वत 2074 जेठमा, विक्रम सम्वत 2074 चैतमा भनेको छ। यसको राइट एन्सर विक्रम सम्वत 2074 जेठमा।